नमस्कार, म काजी डिटेकबाट हजुरहरूको लागि एउटा एसएपी क्युएसएपीहरू चाहिँ अरू किन कहिलेकाहीँ काम गर्दैन भन्ने एउटा इम्पोर्टेन्ट रिजनहरू तपाईँहरूलाई देखाउन गइरहेको छौँ। नर्मली कहिलेकाहीँ 20 किलोमिटरको एसएपीले पनि 15 किलो सर्ट डिस्टेन्समा पनि सपोर्ट किन गर्दैन भने इट इज बिकज अफ दि फाइबर लस हैन। र अर्को चाहिँ सबै चिजहरू ठिक हुँदा हुँदै पनि किन तपाईँहरूको काम गर्दैन भन्ने एउटा कम्पेटेबल र कोडिङले गर्दाखेरि Huawei-को कोडिङले सिस्को जुनिफरतिर कहिलेकाहीँ सपोर्ट गर्दैन, त्यो पनि हुन्छ। र अर्को यो पावर बजेट यो जहाँ चाहिँ टोटल फाइबर लस चाहिँ स्मलर हुनुपर्छ, जहाँ चाहिँ एसएपीको भन्दा एसएपीको पावर बजेटको लागि चाहिँ तपाईँलाई ट्रान्समिट माइनस रिसिभ गर्दाखेरि टोटल यो बजेट आउँछ, त्यसलाई चाहिँ क्यालकुलेसन गर्नुपर्ने हुन्छ। र अर्को इम्पोर्टेन्ट चिज चाहिँ हामीले मोस्टली हाम्रो नेपालमा चाहिँ टोटल फाइबर डिस्टेन्सको पर किलोमिटर निकाल्नुको लागि चाहिँ मिनिमम पनि 0.55 देखिको माथि काउन्ट गर्नु होला, किनभने क्वालिटी र एउटा फाइबरको एउटा बेन्डिङहरू एकदम हाई भएको कारणले गर्दाखेरि। र त्यसको लागि चाहिँ यो टोटल लस निकाल्नुको लागि चाहिँ ओटिडिआरले हान्नै पर्ने हुन्छ। टोटल डिस्टेन्स र टोटल लस चाहिँ निकाल्नु पर्ने हुन्छ ओटिडिआरबाट। त्यही अनुसार चाहिँ तपाईँहरूले चाहिँ एउटा पावर यहाँनिर चेक गर्न सक्नुहुन्छ। र अर्को चिज चाहिँ यदि इम्पोर्टेन्ट चाहिँ एउटा एसएपीमा ट्रान्समिट रिसिभ छ भने यो रिसिभ सिग्नल चाहिँ मोस्टली इम्पोर्टेन्ट चाहिँ एसएपीमा -3 देखि -20 सम्म चाहिँ हुनुपर्छ। यो चाहिँ बिट्विन त्यो बिचमा हुनुपर्छ। त्योभन्दा यता हाई हुन्छ, यता लो हुन्छ। त्यो भयो भने पनि तपाईँहरूको इन्टरनेट अदरवाइज लिङ्कहरू अप हुने, फ्लक्चुएटहरू हुने, त्यो कारणहरू त्यस्तो हुन्छ। यदि हाई भइदियो भने पावर -1 समथिङ अदरवाइज प्लस हुँदै गयो भने त्यसलाई चाहिँ एटिन्युएटरहरू युज गर्न सक्नुहुन्छ, जहाँ चाहिँ एलसीवाला -5 dB को लस गर्ने अनि 7 dB को लस गर्ने हुन्छ। त्यसले गर्दा तपाईँको पावर डाउन गराएर लिङ्कलाई चाहिँ कन्ट्रोलमा ल्याउन सक्नुहुन्छ। भने यदि तपाईँहरूको पावर लो छ भने त्यसलाई चाहिँ फेरि हामीले एसएपी अर्कै एसएपी युज गरेर 20 छ भने 40 को युज गरेर चाहिँ तपाईँले चाहिँ लिङ्कअपहरू गर्न सक्नुहुन्छ। यो रिलेटेड मोर इन्फर्मेसन तपाईँहरूलाई चाहिन्छ भने हजुरहरूले हामीलाई कल गर्न सक्नुहुन्छ एनी टाइम। थ्याङ्क यू सो मच।